सो मेरो चटलाल बटलाल फेरि पनि वेलकम छ सबैलाई म्याम ब्लग्समा है त्यहाँको दिस बोय इज ब्याक दिस बोय इज ब्याक भने जस्तै भयो नि त्यहाँको है केही छैन आजको लागि चाहिँ हामी जाँदैछौँ माझीकुना धेरै भन्न गएको जो चिल गर्नलाई हामी जाँदैछौँ माझीकुना भात खानलाई हिजो त्यत्रो मासु भात खाइयो मासु भात रे बफर भात खाइयो आज हामी खानेवाला छौँ यस्तो खतरा खतरा हाम्रो घर फेरि खतरा खतरा प्लान छ आज खानेवाला छौँ हामी माछा र भात माछा तर खाना आउन त्यही पनि जोस् यसो माछा त खानै आउँदैन कि केही छैन अब भर्खरै उठेँ अब उठेर चाहिँ त्यहाँको अब मुसु हग्नियो हगेर चाहिँ मुखसुख धोएर अनि जाने हो कति बजी जाने त्यस्तै 11 साढे 11 12 बज्न लाग्यो जस 12 बज्न लाग्यो मेरो उठ्ने टाइमै खतरा खायो फेरि केही छैन अब चाहिँ त्यहाँको जाने हो मच्छर भात खानलाई मच्छर के अब त्यही हो इन्ट्रोडक्सन के भन्ने इन्ट्रोडक्सन यो अब यहाँदेखि कति यहीँ उभिएर यहीँबाट सुरु गरेँ फेरि ल यहाँबाट धेरै नबोलौँ सिधा हामी जान्छौँ माझीकुनामा अन द वे बाटोमा खिचौँला एकछिन अलिअलि तुच्छ यो सो म हक सक फाक फुक गरेर म चाहिँ रेडी भइसकेँ अब म अब म निस्किनु लाग्यो अब म ट्यागको टाप्पो हाल्नु डेन्जर हाल्नु अब म अब टाप्पो जानु लाग्यो अब ट्यागको माझीकुना पुगेपछि म बिचमा हेरौँ के हुन्छ भिडियो बनाउँछु ट्यागको भिडियोहरू हेरौँ कस्तो हुन्छ बिचमा भिडियो बनाउँछु तपाईँ खाएको हालेँ है मैले यसरी अगाडिबाट आफ्नो फ्रन्ट क्यामेरा गरिरहेको छु आम्बो सनस्क्रिन दल्नु पऱ्यो सनस्क्रिन दल्नु बिर्सिन्छ सनस्क्रिन दल्छु अनि म निस्किन्छु यस्तो गोरो त छैन क्या घाँबाट यस्तो गोरो देखिन्छ पनि कुहिरहेको बच्चा भन्दाखेरि मलाई आमा है केही छैन सो अब म चाहिँ सनस्क्रिन दल्छु सनस्क्रिन दलेपछि चाहिँ म निस्किन्छु सनस्क्रिन दल्नु बिर्सिन्छु नत्र म अघि नै निस्किसकेको उहाँमा आमा ट्याग सो केही छैन सो अब म सनस्क्रिन दल्छु निस्किन्छु बाटोमा टुच्चो भिडियो खिच्छु केटाहरू निस्किसक्यो अरे सो सी यु अन द वे एकछिन बिर्सिरह फेरि कोकोली अर्को म्याक्स त्यहाँ छ बिरामी भएर बसिरहेको छ कुकुली दिस इज माई लभली ब्युटिफुल सिस्टर किन बहिनी अनुहार लुकाएको भ्लग बनाएन भन्ने तिमी अनि अनुहार लुकाउने रातो लिपस्टिक लाएर अनुहार फुल्लाएर हो नि दी ट्याग हजुर बहिनी हामी कहाँ जानु लाग्यो भनिदेऊ नि त हात नै पाकिसक्यो कता जानु लाग्यो हामी भनिदेऊ नि त हातको चाखमा हामी कता जानु लाग्यो बहिनी गाडी नै मम्मी त त्यस्तो प्राइभेट कुरा गर्छ कि नभन्छ मेरो बहिनीको घाँटी होला कसले भेट्टा गन्तव्य ट्रोपिकल इको भिलेज ए भिला यो ठुटेनी आएन यो दुला राजा आएन ड्रिप हेर न ड्रिप हो नाइट स्लिपर भागे मेरो बहिनी घाँटी खोज्न आला ल हामी जाँदैछौँ तर यो ठुटेर नेता चाहिँ अलि नेता हैन कपिल चाहिँ आउँदै आएन ओ नाची So finally we are in here tropical escape right एकको फर्स्ट टाइम यहाँ ल दिदी चाहिँ त्यहाँ हुनुहुन्छ अर्को हाम्रो बादर्नी बहिनी चाहिँ यहाँ अनि अर्को हाम्रो पागल प्रेमी 1 2 3 धुलो झार्दैछ मैले कुदाइदिएँ
दिदीको पछाडि डाम पागल प्रेमी 1 2 3 4 ट्याग ल डेन्जर भोक लाग्छ केही पनि खाएन बिहानबाट सब यहाँ यो पागलले गर्नु फुटे पागलले गर्ने बेला जान लायो भनेर 1 बजी पुगेको मान्छेलाई ल हो त नि मजा दिदीको क्यामेरा मेन ट्याग शान्त पिसफुल रहेछ यस्तो मान्छेलाई डिसअलाउड गर्नुपर्ने क्या दिदी ट्यागको अहिले यत्रो हिँड्दै आउनु भने थिएँ ठाउँ हेर्दा चाहिँ राम्रै ठाउँ हेर्दा चाहिँ ट्यागको राम्रै छ के अरे है कस्तो राम्रो फुल रहेछ त्यहाँ त्यो एउटा अधिकारी के हो भन्ने छ है ल कस्तो आदि उयो खतरा आदि ओके घर ड्राई खानिदिउँ जस्तो यार दोस पौडी खेलिदिने ट्रोपिका यहाँ त्यस्तो फुलहरू सो हामी फाइनली ट्रोपिकलमा आइसकेको छौँ छ्लाएर ठ्याक्क हाँस सिमी टुक्ने पागल पछाडिको भ्यू यस्तो छ ट्याक्क हामी सँगसँगै पछाडि 2 जना मान्छे नि हाँसिरहेका छन् ओदी आमा बाल्य फरेर ल है उसको मान्छे ठ्याक्क लुकेर डेटा यस्तो जस बाटो नराम्रो भयो नि ठाउँ चाहिँ राम्रो छ ट्याक्क जस ठाउँ चाहिँ बवाल रहेछ अब यहाँको खानेकुराको रिभ्यू गर्छु म ट्याक्क खान्छु नि कस्तो रहेछ भन्छ है तपाईँ यहाँको प्योर माछा खान्छ माछा खान आउन त्यही पनि माछा खाने कपी आइपुगेको अवस्था दोस्त पेन्सन कति थाप्यौ त नि अनि ट्याग पेन्सन 2 घन्टा लगाएर पेन्सन थापेर आएको होइन तिमी केटाको हो केटाले राखेको वालपेपर दोस्तले फोन भेट्टाएको रे बाटोमा ट्याग केटीको भनेको त केटाको पो रहेछ भने योबाट फेरि कुम्भकरण दन्ते फोन कसेको भ्ल्यात
त्यो डन्डी भयो त्यो त कोठी हो डन्डी पर हो कि किन दादा अप्ठ्यारो भयो अनि कति ठुलो ठाउँमा बसेको भने सबैजना अट्ने भनेर ट्याक ए हामी सबै 4 जना हामी 5 जना फोटो खिचौँ न यहाँबाट ल ओइ राम्रो आउने यार क्यामेरा त ए त्यहाँबाट त खिच्दैन त खिच यिनीहरूको भिडियो गरिदिन्छु मेरो बहिनी काम नहो मेरो बहिनी यार हो बहिनी अहिले उ हुन्छ त्यो ड्रिल गर्नु त्यो ड्रिल गरेर उमा बस्दिन्छ त्यो कमन सेन्सै छैन नि खोइ मेरो बहिनी अर्काको फोनलाई मेरो बहिनी तिम्रो घाँटी खोइ कि पुऱ्याइदिनु त भयो घाँटी खोइ घाँटी यहाँ म घर जान्छु मलाई घरमा हाम्रो अर्को मोडल दिदी ट्याग हामी दिदीको चाहिँ पहिला दाँतभन्दा पहिला गिजा बाहिर निस्किन्छ खस्ताहरूको बिल्ला ओए त्यो एउटा के थियो नि घरमा एउटा चाहिँ आइपुग्यो फ्ल्यास बल्यो त बालेकै हो तिम्रो अनुहारदेखि ए के तिम्रो भन्दा अलिकति कालो मान्छेले भन त्यही भने ओए कस्तो टुक्रा टुक्रा भएको यार टुक्रा टुक्रा नभाउ न ओहो बहिनी त कस्तो राम्रो देखेछ झन्डै त्यो राम्रो त छैन अहिले मलाई कस्तो साथी मिठो होला सम्झले नआयो भने त होइन एकचोटि कहिले त आँखाले खाइदिइसक्यो मैले मान्छे थियो के हो यो छ क्या मोजा मोजा बनाउने मोजाबाट निकालेको तन्केर भएको थियो भयो यार अरू आइटमहरू नि ट्यागको यो चाहिँ के फिस फ्राई हो के दिदी हो म सबैभन्दा ठुलो विङ खानुपर्छ खुट्टा खानुपर्छ या भ्यू यस्तो खानेकुरा आहो प्र्याक्टिस भयो 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 जान्ने यार गाई म खिच्दिनँ प्लिज यहाँ त्यस्तो अगाडिबाट म क्यामेरा अगाडि लिएर गइसकेँ त्यस्तो अगाडिबाट त खिच्यो भने त राम्रो आउन क्या वातावरण यस्तो छ यहाँको चिल चिल भएर बसिएको अवस्था ट्याक्क दिदी यहाँ हुनुहुन्छ ट्याक्क बहिनी चाहिँ झुल्दैछ ट्याक्क खाएर अब ट्याक्क चिल गर्दै माझी भन्दैन ढुङ्गाको 500 रुपियाँ लाउँछ भने त्यसपछि अन्त 500 रुपियाँ खान्छु यो ढुङ्गा चलाउनु भन्दा भनेर चढिनँ त्यो यसो इच्छा मिल्नेलाई नि यसो ढुङ्गाको छेउ आएर बसेको त्यहाँको पछाडि बस्ने ठाउँहरू छ यसरी माथि बस्ने ठाउँहरू छ ट्याक्क ढुक्क यस्तो छ हामी बसेको चाहिँ ऊ त्यहाँ हामी बसेको चाहिँ कता त्यहाँ हामी बसेको चाहिँ अनि यही यो तालको भ्यू ट्याक्क कस्तो काली देखेको लागि थाहा पानी खानलाई होला पानी के छ पानी सो अब चाहिँ हामी डेन्जर खायौँ अझै हगा खाएन त्यो भएर अझै मगाएँ अब फिस अनि पिज्जा थपेँ
खाने ल्याब पलाएर स्टे ट्युन फर द्याट सिरियसमा वे यो बुढो खतरा पौडी खेलेर रिटायरमेन्टमा यसले इन्जोय गरिरहेको छ चिल पारामा खतरा बुढोले आँखा त खोलेछ नि झिम्मै यहाँ त चिरिप्पै उयो खोलेछ खतरा तर खतरै पौडी खेलेछ यो यार खत्रौँ आपुगेर त्यहाँ हामीले त अरू केही लागेन माछा मात्रै हो र त्यहाँ बिचबाट चिन्नुपर्ने हो क्या बिचबाट चिर्नुलाई उनी पुरा बवाल छ हो भयो अब म यो मासु खान्छु न बवाल मिठो होला जस्तो है जस बाहिर हान नि त ल तिम्रो रिभ्यू सुनिदिउँ ल बहिनीको फर्स्ट बाइट बहिनी काँडै छैन यसरी कप छ कस्तो मिठो बास्ना धनिया हो यो धनिया हो थुक निल्दै बसेछ ल सर र म त खाना गएँ ल दी यही भिडियो बनाएर मेरो दि माथि यो सो अब हामी यहाँबाट निस्किँदै होइन मेरो बहिनी ट्याग भिडियोमा चाहिँ राम्रो आउँदो रहेछ फोटोमा नराम्रो थाहा थिएन यसो टिकटक बनाउँ न मेरो ट्याटु खोपे हातैमा भन्ने ट्यागको हगिसम्म बिन्दास बस्ने मान्छे 8% छ नि त कुचिङ हाइस अब हामी कोपेर भिज जानु लाग्यो बो नजान के घर जाने घर जाने ओके ल जाडो भयो के रे मेरो बहिनी जुस सानो पर्यो नि ल यो सोस्ता अहिले चाहिँ हामी अब चटपट खाँदै म भ्लग बनाएको नि त्यो बिर्सेको कि बोलीले कति जाडो खाएको छ नि टुङ्गो गरेर कराएको नि त अनि चटपट भिडियो गरेको टिपिरो भएर गरेको जोडियो जोडियो रक्सी खाना पर्ने रे है लाज नभएको नकचरो जडी होइन यहाँ फोटो धेरै राम्रो आएको सबै रोज नै सकेन यी ठुट्यो एउटा है रक्सी रक्सी भन्ने है घर जाम भने हेर नि तर नन्दुको जस्तो मिठो चट्पट अर्को लाग्छ नन्दुको के मिठो लाग्यो रे चटपट के सुन्नु भयो नि नन्दुको पात अब आजको ब्लग यहीँ के चटपट हुन्छ मलाई मिठो लाग्दैन त्यति भन्दै मेरो मिठाई केमा जाने साँच्चै सक्यो भनेको होइन ब्लग त बिचारमा गइहाल्छ अरू खाने बानी गऱ्यो भने मिठो हुन्छ क्राफ्ट भनेको अलि राम्रो हुन्छ खानेको त्यो फुटाउनै सकेन त छोडिदिनु ल दाँत जाला फेरि यो फुटेन स्ट्रङ लिएर आउने आएर यसले त हिँडेर मजदुरीको स्ट्रङ मान्छेले स्ट्रङ नखाइहाल्छ
लागि त्यहाँ पाक्ने अब सायद चरेस 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 छलाइदिउँ त जान उयो अझै कोचाएको देवी रिसाउला कसको हात हो यो चरेस दिदी सासूको हात हो होइन हो कि होइन ल यति भन्दै हस् नमस्ते सी यु इन द नेक्स्ट ब्लग बाइ